विजय भाइ ए हजुर दाजु हौ रात पऱ्यो म त गाउँमा यताउता निक्लिँदै हो म फेरि अब खै भ्याउनु छैन तिमीले अब मलाई 4 बजी फोन गरेको हो यताउता निक्लिँदै आएको हो आउनुहोस् न दाजु बस्नु है आउनुहोस् है आउनुहोस् न ल ल हुन्छ हुन्छ म त तपाईँ त अघि आउनुहुन्छ होइन म पनि गाउँमा म निक्लेपछि त्यही हो यता पनि के गर्दै भन्छ उता पनि के गर्दै भन्छ हो चारपट्टि निक्लिँदा म त अघि तपाईँ निकै टाइम त भइगयो नि अघि फोन पनि गरेँ अब कहिलेकाहीँ आज मात्रै निक्लेको घरबाट अब मेरो पनि घरमा त्यस्तै समस्या छ हो अन्त चारपट्टि समस्याले गर्दाखेरि अब यता आइज भन्छ उता आइज भन्छ ए यसले के भन्छ ए अहिले के भयो भन्छ कसैको गाई बिमार भयो भन्छ कसैको के बिमार भयो भन्छ कसैको घरमा के बिमारी छ एकछिन हेर्दैन भने हेने मेने गर्दा अब यो बेला भइगयो तपाईँकोमा आउँदाखेरि त झन्डै 8 पो बजिसकेको छ यस्तै आउँछ बस्दै गर्नुहोस् है के को चिया लिनुहुन्छ हुन्छ भाइ अहिले कतिवटा घरमा खाना भक्कर खाँदै आएको आज चिया भइरहेछ बिचरा हत्तु हुनु होला हत्तु हेने मेने गर्नु लगाउँ भनेर नि त भमिट भएर उल्टी भएर हो के भयो हो ए ल न त म गर्छु नि अब के भयो कि अलिकति पछि त ल्याउन थाल्मा हुन्छ माउ कत्रो ल्यायो चामल त अलिक कम्ती हौ अलिक घटाइदियो अलिकति यति ल्याउने यति कत्रो ल्याएको भाइ अलिकति बिमारी छोरा ल्याउ त राम्रोसँगले एकपल्ट दोकान हेरिदिनुहोस् है अस्तिको दिन तपाईँको यो खोला गएको थियो कि यिनीहरू साथीहरूसँग पिकनिक गएको खै के भेट्यो कति दिन भयो 2 दिन 3 दिन भयो जस्तो लाग्यो 3 दिन भयो बिमार भएको चाहिँ भमिट चाहिँ त्यो जुन दिन गएको दिन चाहिँ पुरा एकदम भमिट भएर आएको थियो त्यहाँदेखि अलिअलि यता मैले पनि धुपसुप बाल्थेँ त्यो दिन चाहिँ राति त्यहाँ छोड्यो अलिकति नानीको नाम के हो सीता कन्या राशि बिमारी त ठिक हुन्छ अलिक खोलाको दोक लागेको छ नराम्रो लागेको छ त्यो खोलामा गएको टाइममा त्यहाँ खोलाको वरिपरि त्यहाँ यस्तो थियो होला कि अब है नयाँ मान्छेहरू नयाँ जग्गामा यस्तो अब बनाएको थियो होला अब त्यो मान्छे उयो हुन्छ नि अब मान्छेहरू है अब चौघरमा कुरा नगर्दाखेरि मान्छेहरू पोल्छ नि हो त्यस्तो गरेको जग्गामा त्यो दिन त्यस्तो गरेको छ त्यो कतिवटा खरानीहरू बोकेर ल्याएको हुन्छ के हुन्छ त्यसमा चाहिँ नराम्रो दोक लागेको छ ल म के चाहिँ गरिदिन्छु हो अब के गरिदिन्छु नानीको जजबाग मिल्नु पऱ्यो होइन र अब नानी जाति चाहिँ हुन्छ त्यस्तो छैन त्यस्तो नराम्रो चाहिँ छैन तर अलिकति खोलाको दोक लागेको छ अनि अलिकति जङ्गली पनि लागेको रहेछ हो यहाँ बताउँदैछ जङ्गली लागेको छ भन्दैछ रक्षा गरौँ खोलाको दाइ डुब्ने अब जसभाग मिल्छ नानी जाति हुन्छ केही हुँदैन अलिकति खोलाको दोक लागेको रहेछ होइन र अब यो अलिकति अक्षिता चाहिँ नि म अलिकति मन्त्र गरिदिन्छु यो चाहिँ अब बेलुका सुत्ने बेलामा 2 3 दाना खुवाउने गर्नु हो र नानी केही हुँदैन ठिक हुन्छ जाति हुन्छ नसुर्ताउनु ल यो चाहिँ भरे राति खुवाउनु ल यति नै हो केही लागेको छैन के लाग्छ खोलाको दोकमा त लागेको छ
त्यहाँ केमा बिर राख्नु बिर्नु पर्यो है के कागजमा बिर राख्नु रातिमा बिर सुकाउनु अनि धेरै धेरै धन्यवाद छ अब किनभने हामीले जो जानेको गर्ने काम हाम्रो हो जज्बात मिल्ने काम बिमारीको हो यो ल म पर्दैन हो होइन पर्दैन यत्रो दुःख गरेर आइदिनु भयो हो अब रक्सी यसो चियापानी त खानुहुन्न भनेको छु थिएँ मैले अनि अब यसो त पर्दैन नि हुन्छ अब नानीको गराले गर्दाखेरि चाहिँ खासमा चाहिँ चिन्तै बस्ने गरत रहेछ कि अब म चाहिँ अलिकति अब के गर्नु होइन अब सर्टकटमा अब गरिदिइहालेँ हो र पनि केही छैन अब बादमा भइहाल्छ हुन्छ फेरि अर्को घरमा बोलाउनु थाल्यो हेलो ल ल म आउँदैछु नानी बिमारी ल ल म आउँछु साह्रै भएको छ ल ल ल म आइहालेँ यहाँ माथिल्लो घरमा छु हौ म माथिल्लो घर जेठाकोमा छ फेरि कान्छाको पनि नानी बिमारी भइगएको ल ल ल म आएँ हौ म राजा धापी कहीँ बस्नु पाउँदैन कि हौ घरमा बुढियाले मार्छ त हौ मलाई त ल चिया पनि बेसी भयो हौ भाइ म अब निक्लिनु पऱ्यो ल ए हजुर अब निक्लिनु पऱ्यो चिया पनि मलाई बेसी भयो खासमा म अर्को खाना खान जानुहोस् न अलिकति म नखानु पऱ्यो भाइ नखानु पऱ्यो चियाले भुँडी वास्सै भयो खाना केही खाएको छैन कि रक्सी अलिकति रक्सी ए के को अन्त हौ ला मैले त ल्याउनु पर्छ त माथि तपाईँले खाँदैन भनेर कि अनि म त खाँदा के गरिसकेको चाहिँ खान्छु नि एकछिन पर्खिनुहोस् न ल ल ल ल भन्दै म अब निक्लिन्छु पनि ल बरु भरे भोलि खाउँ न ल ल हुन्छ नरिसिनुहोस् है अब ल ल ल दुःख दिए त ल गएको भाइ ल ए हुन्छ दाजु हुन्छ ल केही भयो भने मलाई फेरि फोन गर्नु नि ल नभए मलाई लिन आउनु मेरो त्यही तल बाटैबाट आउँदाखेरि त्यो खेतबारीको कुलो 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 आयो भने मलाई टक्कै भेट्छ मेरो घर हो राजा धामीको घर कहाँ हो भन्नु ती ठप्पक्क आइपुग्छ ल म तपाईँको नाम राजा धामी भन्छ राजा धामी भने मलाई सबैले चिन्छ 7 गाउँले चिन्छ हुन्छ ल म गएको हुन्छ ल ल ल